हेलो साथीहरू नमस्ते। स्वागत छ हजुरहरूलाई मेरो सानो मिनी ब्लगमा। अहिले चाहिँ आँपको सिजन छ। कसको घरमा आँप फलेछ, कसको घरमा फले छैन होइन साथीहरू। नफले पनि बजारमा पनि सस्तो हुन्छ सिजनको बेलामा त होइन। अनि हाम्रो पनि घरमा आँप फलेको छैन। यो चाहिँ मेरो मामा घरको आँप मैले लिएर आएर खानको लागि लिएर आएकी थिएँ। अनि छोरीहरूले चाहिँ हामीलाई आँपको जुस बनाइदिनु, मम्मी आँपको जुस बनाइदिनु भने। छोरीहरूले भनिसकेपछि नबनाउनु भने त कुरै भन् साथीहरू। अनि हामी नेपालीहरू हेर्नु न, फेरि यहाँ नेपाली त के भन्ने म। अब त आँपको त भित्रको गुदी गुदी निकालिसकेपछि चाहिँ नि यो बोक्रामा अलिअलि लाएको पनि किन फाल्नु त, यति मिठो आँपको, त्यही पनि आफ्नै अर्ग्यानिक घरबारीमा फलेको आँपको भनेर मैले चाहिँ त्यसलाई चाटचुट पारेर खाइसकेँ। अब खाइसकेपछि त यो आँपको जुस बनाउनु पर्यो। मैले चाहिँ काटकुट पारेर यति बनाएर राखिसकेँ साथीहरू। अब मैले चाहिँ यसमा चाहिँ मिक्सचरमा लगाएर सर्र फर्र घुमाएर यसलाई हजुरलाई पिस ग्राइन्ड गरेर देखाउने छु। यसमा चाहिँ मैले आँप हालेँ, अनि चिनी हालेँ, अनि दुध पनि थोरै एड गरिदिएँ। अनि एड गरिसकेपछि मैले मिक्सचरमा गएर घुवाइँ पारेर सर्र बटन घुमाइदिएको त यस्तो दामी भयो। अनि मेरो यो चाहिँ रेडी भयो साथीहरू। भेटौँला अर्को नेक्स्ट मिनी ब्लगमा।